बागलुङको पञ्चकोटी जाने बाटोमा यहाँ शालिग्राम सङ्ग्रहालयमा आएका छौँ। यहाँ चाहिँ भगवान श्रीमन्नारायणको विग्रह साथै मुक्तिनाथ श्री मुक्तिनाथ धामबाट ल्याइएका शालिग्रामहरूको सङ्ग्रहालय यहाँ छ। शालिग्राम खण्ड चाहिँ यहाँ छ। शालिग्रामका अनन्त अवतारहरू यहाँ यो चाहिँ शालिग्रामका अनन्त अवतारहरू हुनुहुन्छ। श्री शालिग्राम भगवानको चरण कोटि कोटि नमन। भगवानलाई कोटि कोटि नमन। उहाँ विष्णु भगवानकै स्वरूप हुनुहुन्छ। होइन, विभिन्न प्रकारका शालिग्राम भगवानहरू विभिन्न आकृतिमा हुनुहुन्छ। जुन आकृतिमा भए पनि विष्णु भगवानकै स्वरूप हुनुहुन्छ। अब यहाँ साइज अनुसार यहाँ सानो सानो शालिग्राम भगवानको स्वरूपमा हुनुहुन्छ। श्री लक्ष्मीनारायण भगवान पुत्र हनुमान अनि यहाँ चाहिँ त्यो गुफा जस्तो बनाएर यस्तो गुफामा पनि लक्ष्मीनारायण भगवान हुनुहुन्छ। अनि उहाँको विभिन्न साइजमा विभिन्न आकृतिमा शालिग्राम भगवानको विग्रह शालिग्राम भगवानको रूपमा यहाँ कलेक्सन गरेर राखिएको रहेछ कालीमन्दिर क्षेत्रमा। अर्को साइडमा आयो श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण नारायण नारायण श्रीमन्नारायण